हेलो एभ्रिवान, नमस्कार। आज म तपाईहरुलाई जीवन बिमा गर्दा हुने फाइदाहरु बारे जानकारी गराउन गएको छु। परिवारको सुरक्षा। जीवन बिमाले तपाईको परिवारलाई आर्थिक सुरक्षा दिन्छ। तपाई नभए पनि उनीहरु आरामले बाँच्न सक्छन्। ऋण र जिम्मेवारीको कभर गर्दछ। बिमाले तपाईको घर कर्जा, कार लोन या अन्य कर्जाहरु परिवारले तिर्नु नपर्ने बनाउँछ। जीवन बिमा बचतको साधन हो। केही जीवन बिमा योजनाहरु बचत गर्न मद्दत गर्दछन् र भविष्यमा फिर्ता पाउन सकिन्छ। ट्याक्स बचत। बिमा प्रिमियममा कर छुट हुन्छ, जसले तपाईले आफ्नो आयकर घटाउन सक्नुहुन्छ। बच्चाहरूको शिक्षाको लागि सहयोग। बिमा रकमले बच्चाहरूको पढाइ, कलेज या उच्च शिक्षाको लागि पैसा उपलब्ध गराउँदछ। विवाह र भविष्यको लागि कोष। बिमाले छोराछोरीको विवाह वा अन्य भविष्यको लागि पैसा जम्मा गर्न मद्दत गर्छ। मेडिकल इमर्जेन्सीको लागि सहयोग। केही बिमा योजनाले गम्भीर रोग वा दुर्घटनाको समयमा अतिरिक्त कभर दिन्छन्। बुढेसकालको लागि सुरक्षा। बिमाले पेन्सन वा एकमुष्ट रकम दिएर बुढेसकालमा आर्थिक सहयोग गर्छ। व्यवसाय सुरक्षित गर्ने। यदि तपाई व्यवसाय हुनुहुन्छ भने बिमाले कम्पनी वा साझेदारीको जोखिम कम गर्छ। जीवन बिमाले मानसिक शान्ति दिन्छ। बिमा भएपछि तपाई निश्चित हुनुहुन्छ, किनभने तपाईको परिवारलाई कहिल्यै आर्थिक समस्या हुने छैन। तपाईलाई आजको यो भिडियोमा कुन पोइन्ट मन पर्यो कृपया कमेन्टमा लेख्नुहोला। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।